भ्लग। सधैँ चाहिँ हामी हाम्रो फेरि पनि नयाँ भ्लग लिएर आइसकेको छौँ हजुरहरूको समक्ष। आज चाहिँ हामी पानी त पर्यो त, घाम पानी परिरहेछ। नो वरिज, जोर्डन फेरि जान आँटेको। आज चाहिँ हामी सियोरै जान्छौँ, तर पानी चाहिँ परिरहे सिम। हामी चाहिँ छाता लिन 2-3 चोटि माथि गयौँ तर बिर्स्यौँ। यही हो हाम्रो मेन प्रब्लम, बिर्सिने बोल्ने। किन र यस्तो हल्लिने भन्न के जोर्डन फेरि जान्छौँ, जोर्डन फेरि देखाउँछौँ हजुरलाई हेर्नुहोस् हामीसँग होइन। अनि हामी त्यो भिडियोमा चाहिँ हामी पुगेनौँ नि त, अलरेडी रात पनि परिसकेको थियो अनि हिँड्दा हिँड्दै हामी टायर्ड पनि भएको थियौँ। त्यसैले अहिले चाहिँ हामी डाइरेक्ट जोर्डन फेरि जाँदैछौँ गाइस। त्यहाँदेखि एकदम राम्रो सिन भ्यू आउँछ, सो हामी हजुरहरूलाई पनि देखाउनेछौँ होइन। यस यो देखाउनेछौँ, सो हामीसँग हेर्नु होला। हाम्रो भिडियो चाहिँ लास्टमा हेर्नु होला है। भगेर कराइरहेको छ, भगेर अस्तिकै ठाउँबाट हामी चढ्नेछौँ लिफ्ट। अनि मौसम चाहिँ यस्तो छ, पानी आउला जस्तै पुरै हामीलाई रेडी छ। त्यही पनि आज चाहिँ हामी यताउता जान्छौँ। यस्तै ट्रेनले जानु भनेर दिदीले आज क्यान्सल गरे, किनकि पानी आउला जस्तो छ। अनि हिजोको पानी पनि छ नि त, अनि च्यापच्याप हुन्छ भनेर हामी चाहिँ नलेकिन निस्कियो है। यो चाहिँ हो कोरोनेसन बिल्डिङ। घाम पनि छैन, घाम पनि छैन तर हामीलाई घाम भएर, मलाई चाहिँ घाम भएर निमी फुल लगाएर होला। अब चाहिँ हामी साँच्चैकै नै जोर्डन फेरि जान्छौँ। लिफ्टबाट गयो भयो, सिडीबाट गयो नि भयो, सिडीबाट जाऊँ न त। अनि यहाँ चाहिँ कार पार्किङ रहेको छ, एज यु क्यान सी। ल हामी चाहिँ अब यो हुँदै त्यता पुग्छु मैले। म त्यहाँ पुगेपछि म फेरि भिडियो कन्टिन्यू गर्छु। यता आएको होइन। फाइनली आफ्टर हाउ मेनी इयर्स हो, 2019, 20, 21, 22, 23, 24, 25 वर्षपछि म चाहिँ जोर्डन फेरि जाँदैछु। पानीले कुट्यो नि कुटोस्, जे गरे नि गरोस्, तर आज चाहिँ हावाहरूले उडाएर लग्यो नि लगोस्, तर हामी चाहिँ आज जसरी नि जान्छौँ। बाटो उतो दुईटा अङ्कल र बहिनी गएको छ नि, त्यही बाटो होइन हौ। अब चाहिँ यही हो के, दाइले मलाई यही बाटो हो भन्नु र अस्ति मलाई पुरा गाडी चाहिँ बहुत रेफ्टारमा आउँछ, रेफ्टार। यहाँ बस्ने त धनी मान्छेहरू यहाँ चाहिँ बस्छन्। त्यो चाहिँ एलिमेन्ट्स हो, 100 स्काई राइट गइस। यहाँ चाहिँ उस छैन, ट्राफिक लाइट छैन, बाटो हेरेर काट्नुपर्छ। दोस्रो लुक राइट, यताबाट गाडी आउँछ नि त। म त दुगुरी हालेँ नि, अनि उता गइन्थ्यो भन्ने बित्तिकै म त दुगुरी हालेँ। यो चाहिँ नदुगुरी कि जान बचाओ। यहाँकै पुण्य कति ठुल्ठुलो कोठाहरू होला क्या, हुन्न? यसको चाहिँ छुट्टै पार्क पनि यही भित्र छ, सपिङ सेन्टरहरू पनि पुरै यही भित्र छ। यो धनी बस्नेको मान्छेको हो नि त, हो त। उहाँ चाहिँ टिकटकै बनाउन आउनुभएको होइन। बाटो कहाँ छ? उता रहेछ।
घुम्न पर्यो नि त। अब हामी चाहिँ यहाँ ठ्याक्क बाटो क्रस गर्नु भन्दै थियौँ कि लाइटले धोका दियो। उही पारी नै रहेछ। के छ यो चितुवान जाने योङलङ जाने छ। एउटै बाटो लाग्छ। चिम्चाजुईले चाहिँ चिम्चाजुई त यताबाट नि जान्छ। वेस्ट इस्ट वेस्ट के होला नि त होइन। यो जोरन रोड हो नि त, यहीँले चाहिँ जोरन रोड। आई लभ जोरन भन्न। डुगा भन्दाखेरि पारी देखाएन, पारी त सबै देख्यो। तर यो तुवालो लाएर हो कि वारी तुवालो पारी तुवालो भइरह नि त। छिरिन अब त्यहाँ बोल्छ दौडी 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 दौडी। यहाँ चाहिँ बाटो नहेरिकन अहिले रेडमै काट्यो भने चाहिँ पुलिसले च्याप छोपेर लिएर जाँदो रहेछ कि फाइन। पैसा छैन। त्यहीबाट हामी चाहिँ यहाँ चाहिँ रेड बोलिरहेको छ। अब हामी ग्रिनमा बाटो क्रस गर्छौँ। हन्ड्रेड स्काई हो कि स्काई 100 हो नाम पनि। आइसिसी बिल्डिङ भन्न सरफलाई सोप साइड त भनेको सरफ अनि त्यसले अनि दिएन मलाई सर्फ एक्सल। सो हामी चाहिँ यता आइपुग्यो। हो त हङकङ बिग बसमा जानु भनेको हामी। हेर्छु कहिले गइन्छ। खासै उस पनि हुन्न नि त होइन। घामले हेर त मान्छे कालिनीले प्याली भइहाल्छ। सो हामी चाहिँ अलवेज कन्फ्युज, थाहा छैन नि त बाटो कुन हो भनेर। अनि बाटो छिनेमा चेन्ज गरेको गर्छ। हामी त फेरेको अब चाहिँ जान्छौँ यताबाट। खोइ मान्छेहरू त गइरहेको छ। अब मान्छेहरू निस्किएर आइसक्यो। त्यहाँदेखि मान्छेहरू निस्केर नि त मेबी त्यही बाटै होला। गइ त रहन। ल हामी चाहिँ आफ्नो डेस्टिनेसनमा आइसक्यो है। एयरलाइन जस्तै त्यो उसहरू घुम्ने क्या मैले कता देखेको थिएँ। डुगै तैँले यसो जाम न हो यो फेरि। यसलाई पनि अझै पनि विश्वास भएको छैन कि यो तर मलाई चाहिँ अलिअलि चाहिँ याद छ। किनकि यो बाटो अलिअलि याद छ। घर त आई डोन्ट नो तर यो बाटो चाहिँ अलिअलि सम्झनामा कता छ। सो उता गएर हामी चाहिँ यही हो यही नै कुरो यताबाट यो कुनाको साइड हो क्या जस्तो लाग्छ मलाई। यो मौसम यस्तो भएर भिडियो पनि सफा आउँदैन कि। हामी चाहिँ सफै छ यहाँ हो। यो त उसहरूले लाग्यो यहाँ कन्फ्युज भएको मान्छेहरूले लाग्यो। यो त लाग्छ त नाटक नगरै। म त खोइ उस लोटे होला नि त मान्छेहरू धेरै। यो थिएन। देखाइ नै मैले अर्काको जाँगे। अहिले मलाई भिजिट गर भन्नु। यहाँ चाहिँ कन्सर्ट रहेको रहेछ।
अब को थाहा भएन यहाँ चाहिँ कन्सर्ट रहेछ अब ठुलै आउने होला नि त यहाँको कलाकार सो हामी चाहिँ यसमा गएनौँ हामी चाहिँ हाम्रो डेस्टिनेसनतिर जान्छौँ यो चाहिँ नयाँ गराएछ मैले देखेको थिएन यो चाहिँ हल्का डिजाइनको मात्रै छ त्यो चाहिँ भाँची छ भत्काइ छ त्यो चाहिँ यो दिस इज द आई वान्ट यो चाहिँ नयाँ खोले रहेछ पुरा कस्तो कफी पिउँदै होइन जाने खाने इपिएस चल्छ कि नै अर्डर गर्नु त के गर्नु इपिएस चल्छ कि नै जाने अर्डर गर्न यहाँ चाहिँ फ्यामिलीहरू आउने हो दिदी यस्तै टेन्टमा बस्ने भनेर आउनु खोजेको थियो क्या अब आजको दिन पनि राम्रै हो त्यस्तो घाम पनि होइन गान पनि तर बसिरहनु मान्छेहरू एक दुईवटा फोटो खिचौँला के गरौँला भनेको मटी आएँ म डुब्लै आएर यो चाहिँ सिलगढी छेरेको लागि पातलो म चाहिँ ब्यालुन चाहिँ मोटो आयो त्यही भएर मैले यत्तिकै मात्र फोटो खिच्छु यत्तिकै मात्र यति यहाँ कसले किनेको अरे यो मेरो जग्गा यसलाई ठिक्क भयो भने चाहिँ म कति मोटा हुन्छ अँधेरै देख्छु म त अँधेरो भयो क्या यो सोचेरै भ्यू यस्तै राखेको क्या नर्मल क्यामेरादेखि अनि मैले काम गर्ने चाहिँ म देखाउँछु अब चाहिँ पारीको लाइटहरू मजाले बोल्न थालेको छ बिस्तारै बिस्तारै आज त पिकको नाम हो निशाना छैन किनभने एकदमै तुवालोले छेकेको छ तो त्यही भएर पिकको केही नाम निशाना छैन उहाँले चाहिँ एकदमै रिग्रेट भइरहेको छ यो पेन्ट लगाएर आएर उहाँलाई आउनुपर्ने स्कर्ट मैले जे मन लाग्छ त्यही लगा भन्छु त्यसले त्यहाँ टिकटक गराइरहेको छ गीत सुन्दैछ भ्यू चाहिँ यस्तो रहेको छ आजको भ्यू होइन म चाहिँ क्यामेरा होल्डर त पुरै ढल्केर डल्लै ढल्केर यहाँ हामी देख्यौँ क्या कति महँगो छ त्यसले किन भनेर हुन्छ यहाँ आएर हामी चाहिँ यता तेरो पकेटमा के पैसा लाग्छ किन त नेपालबाट ल्याएको छ पाइन्ट अनि नेपाली हामी रहौला हिमाल हाम्रो हङकङमा हाम्रो नेपाली हिमाल लु हङकङमा नेपालको हिमाल दाइजोहरू हेर्न सक्नुहुन्छ नेपाली डलर झिक्यो होला भन्दा त पैसा रुपी पो झिक्छ रुपिज अझै मौसम क्लियर भयो अझै राम्रो देखिन्छ तर इट्स ओके यतिमै नि कति मजा आइरह्यो हिँड्नको लागि यसरी चिरिङ गर्नु पर्थ्यो अब के गर्ने नेक्स्ट टाइम दिदीले लिएर आउँछ कि होइन वाइन लिएर आउनु पर्यो अर्कालाई देख्दा मात्रै सम्झिनु पनि बत्ती बल्यो भने मजा हुन्छ त्यो पनि टेन्टै होला नि हो र ए यहीँबाट नजिक चाहिँ अस्ति मलाई यही लिएर यिनीहरूले यही लगेनन् कि त्यही म कन्फ्युज भएँ अस्ति म यही मलाई दिदी उसले कन्फ्युज पार्यो यही त रहेछ नि यही नजिक यही त आएको थियौँ अस्ति हामी अनि यता लगेनन् अनि मलाई लागेन कि म यहाँ आएछु जस्तो तर म आएर छु
अन्डा त यहाँ आइन अन्डा त उता पारी हेर मैले काम गर्ने देखेछस् नि यो के हो यो चित्तो परेको यसको छेउ त्यस्तो तल पारी दुईटा ट्रेन फेरेर जानुपर्छ सुके नाच मान्छे यहाँ आएर हात दिँदै मान्छेले तर मैले चाहिँ डाइट चाहिँ गरेको होइन यहाँ आएर जति डाइट गरे पनि म चाहिँ साह्रो दुब्लो देख्छु यो कपडामा म चाहिँ साह्रै मोटो देख्यो यो कपडामा मेरो पुरै त्यति बेला आधी खिच्न फोटो खिचौँ भनेको म चाहिँ पातल भएर अगाडि पढ आफ्नो पछाडिबाट पोज दिइरहेको आफ्नो पनि एउटा हात क्यामेरामै छ फेरि टमी भएर हैरान भएको छ अब चाहिँ हामी केही खानको लागि खोजिरहेको छौँ कि हजुरहरूले अरू भिडियोमा त राम्रै देख्नुभएको थियो होला मलाई तर यो भिडियोमा त खतमै देख्नुभयो होला म त आफूलाई मन पराएको छैन होइन स्लिम भएर ओभर स्लिम चाहिँ केही खानको लागि गएको छौँ तर यहाँ चाहिँ एकदमै धेरै भिड छ हेर्नु पछि ओभरै भिड छ किनकि पब्लिक होलिडे हो नि त सो त्यही भएर सो मेनी पिपल भनेको बुझ्छन् कहाँ जान्छ अब ठेलाहरूमा हेर्नुपर्छ कि अरूमा त त्यस्तै हो हामीले चाहिँ अब ट्राफिक चोक याद आइरहेको ट्राफिक चोकको ठेला लेट्स बनी बक्स पहिला सर हेरौँ अनि ठेलामा के पाइन्छ जुत्ताले पाण्डाले दुवा यसको कति हजार पर्यो जुत्ता 1600 डलरको 1600 डलरले दुखाएछ ड्रिङ्क वेल इट वेल पफ लाइफ अरे पफ लाइफ भन्नु के हो यो त मलाई मन पर्दैन मलाई यो मन मैले चाहिँ त्यसमा आइसक्रिम खाएको थिएँ हो जबना अहिलेदेखि हो त्यो चिकन खाएको तैँले माई गुडनेस सब कफी अरे कफी त नखाम म यहाँ ड्रिङ्क्स कति लोकल म्याङ्गोला बियर विथ आइसक्रिम अरे मेरो बियरमा आइसक्रिम यो हो क्या मैले इन्स्टाग्राममा देखेको लेट्स गो देयर यो देखिँदो रहेछ पहाडीदेखि भात खाने होस् चिसो छ मौसम न्यानो माया देउन पोखरा निर्मोही आफ्नो कोचरा हङकङ पोखरा निर्मोही आफ्नो कोचरा फाफुरेको डङ्गुरा माया भयो अमिलो अङ्गुरा हङकङ पोखरा निर्मोही आफ्नो कोचरा लगाइज यो गीतमा चाहिँ कपिराइट लाग्दैन हजुरहरू पनि बनाउन सक्नुहुन्छ हो नि फेरि टिकटक गराउँछौँ हामी बेटी छैन ओन्ली 24% सेम बट डिफ्रेन्ट भने जस्तो भयो बेटी नहुन्थ्यो र याद हामी अझै यहीँ छौँ मजाले शीतल हावा लिँदैछौँ सर यहीँ गर्नु पर्यो
अब चाहिँ हामी यहाँदेखि घर जान आँट्यौँ किनभने ब्याट्री लो भइसक्यो हामीले पावर ब्याङ्क लिएर आएनौँ यहाँ आउँदा चाहिँ पावर ब्याङ्क लिएर आउनु पर्ने थियो यहाँ अहिले त भिड पनि कम भयो कि सबै गइसके जस्तो सबै त नाइ 100 मा 50% गयो होला लेट्स गो कता जाने हामी त्यही बाटो जाऊँ त्यो बाटो किन जाने यहाँबाट गएर जान्छ हिँड्न ल ओके यताबाट यहाँदेखि त निस्किनु मिल्छ नि यो मैले के उताबाट आउँदाखेरि कहाँ होला यो भन्थे के तर लाइभ देखेँ भन्नु आज मैले लाइभ देखेँ यो मात्रै त्यो त अब देखिन्छ नि त यही नजिकै पो रहेछ लेट्स गो मैले मेडी मात्रै लाउँछु यो त यही त आउँथ्यौँ नि यहाँ कहाँ पहिला एउटा यस्तैमा हो क्या पहिला फोटो खिचेको ठाउँ थाहा नभएपछि त्यस्तै हुन्छ ल लेट्स गो विथ अस त पिसाब नताखा भनेको होइन ओके हामी चाहिँ निस्केको अब कता निस्केको छ हामीलाई थाहै छैन ए यहाँबाट त नजिकै हुँदो रहेछ र न लिमिट्सको तलतिर आयो त म त आएको थिएन यो बाटो चाहिँ हामी चाहिँ यही बाटो आज मान्छौँ हो र बनिसकेको थियो होला क्या होइन म चाहिँ फर्स्ट टाइम यो बाटो हिँडेँ लास्टमा कहाँ जाने यही बाटो आएको भन्छु हामी आइसक्यो त्यो यहीँ हिमेसतिर आइसक्यो नजिक अघि थाहा भएन नि त तँलाई हामी चाहिँ कति छिटो आयौँ त अघिको भन्दा त्यही भएर थाहै छैन यस्तो कुरा भन्ने मात्रै मलाई त दाइले यसरी झर भन्नुभएको थियो अनि त्यति बाटो आएको नि त दाइदिदीसँग दाइलाई थाहै छैन अरे हो यो बाटो मैले सोधेको दाइदिदी म यहाँ गएको अब हामी चाहिँ घर पुगेर भ्लगिङ गर्छौँ एलिमेन्ट्सको तल त आयो नि हामी त्यत्रो घुम्न भन्दा त एलिमेन्ट्सको तर नजिकै रहेछ कि एलिमेन्ट्सको जाँदा त्यो बाटो गयो नि इट्स ओके तर होइन आउँदाखेरि त नजिकै पर्दो रहेछ है त रेन्जीलाई पनि थाहा रहेन त्यो बाटो साले अस्ति उता बाटो झरा हालेर हामीलाई गाडीमा लिएर आइकियो घर गएको म छेमा यामी दिदी भएर मलाई त थाहा लाग्दैन बाटो तलतिर बाटो लिएर गएँ अस्ति मैले तँलाई लिएर आएको थिएँ नि त्यहाँबाट हो त्यता बाटो हुँदै लिएर गएँ क्या त्यता बाटो लिएर गएको थियो त्यसले होइन जाँदाखेरि आउँदाखेरि बाटो देखेन र अहिले चाहिँ हामी मलबाट जाँदैछौँ र अब कताबाट निस्किने हो काउलोनी स्टेसन होला नि कि कहाँ निस्किने लेट्स चाहिँ अब कहाँ गइन्छ थाहा हुन्छ त्यसपछि बल्ल थाहा कुरा ओके यहाँ मलमा कति महँगो कपडाहरू हुन्छ ए जारामा जाऊँ न त्यहाँ छैन जारा यही त हो जारा लेट्स गो गुची भेटाइयो सिधै The next day. म त त्यही दिन छ होला Happy Mother's Day! Happy Mother's Day! Happy Mother's Day! Happy Mother's Day! हामीले याद दिनु मामालाई कैन यामी यो होल्ड गर्नु न ए कति छिटो छोड्देऊ त्यो यामी ओए छिटो त्यसलाई वहाँ त्यसको चिन्ता लाग्यो
रुको रुको केक काट्ने केक मामा लाई दिने हैन के यहाँ हो ल मामा ह्यापी मदर्स डे भनेर Happy Mother's Day, Mama. Happy Mother's Day, Mama. Go. Thank you. Patra, send to you, Dilo. Happy Mother's Day. Happy Mother's Day. Patra. Thank you. Baba. Mama go. Tada. Eh, you feel it tada na gardeau na. Happy Mother's Day, Mama लाई. Candle खै यार. ए रोको न ह्यापी मदर्स डे काट्नु तिम्रो अकाउन्टमा 3000 पनि आउँछ सरप्राइज. गौरी हैन सरप्राइज. मेरोबाट फेरि 2000 सरप्राइज. टोटल 5000 हो के? फेसमा फेस आउँदैन नि. देन चतन के लिएर आएको लिपस्टिक हो रोक न के काट्ने हो नि छाना Happy Mother's Day. ह्यापी मदर्स डे भन मम्मालाई ह्यापी मदर्स डे भन्नु मम्मा मदर्स डे के नि ह्यापी मदर्स डे लाउ काटौँ ह्यापी मदर्स डे मम्मालाई खुवाइदिनु मम्मालाई मामालाई खुवाइदिनु पहिला. ल तिमीले खाऊ. उल्टे गरेदेखि खान लाग्ने हो र? यसले के खान छोडेको भन्छ? बालाई बुलाइदिनु भन्नु पहिला बालाई बुलाउन नपाउँदै Happy Mother's Day. धन्यवाद धन्यवाद यो त ट्रेलर मात्र हो. खाइदिनु यिनीहरू सबैलाई आमाहरूले ट्रेलर मात्र हो. क्यास त आउनु बाँकी छ हैन? सबैलाई खुवाइदियो ल मम्मीलाई छेमाहरू सबैलाई खुवाइदियो जो हुँदा राख अहिले खाउला मदर्स डे भन्नु पुरीलाई पनि ह्यापी मदर्स डे पुरी छेमा भनेर ह्यापी मदर्स डे ठिकै रहेछ केक गौरी मामा ह्यापी मदर्स डे गौरी ह्यापी मदर्स डे ह्यापी मदर्स डे साढे मदर्स हुनु होला आजको केक खानास फुनुस फिनिस सधैँ फाल्दैन होइन केक पुगेन अझै हामीले त यत्रो ल्याउने भन्थ्यौँ नि दिदी यत्रो के अरे गिफ्ट कस्तो लाग्यो पनि आउँदैछ है? क्यास यता ग्यास पनि हातैमा दिएको भए बलरामले